हेलो एभ्रिवान नमस्ते वेलकम टु माई च्यानल द डान्स मेरी सायो हजुरहरूलाई टाइटल थपेलमा हेरेर त बुझिसक्नु भएको छ आज हामी के गर्न जाँदैछौँ भनेर सुरुमा चाहिँ हजुर सबैजनालाई ह्याप्पी न्यू इयर। आज चाहिँ न्यू इयरमा कहीँ पनि गएनौँ हामी चाहिँ, बट अहिलेको चाहिँ कति बजेको छ भने 4:47 चाहिँ हामी घुम्नु जान आँटेको, तर कहीँ होइन, टाढा त्यस्तै पाँचरुख फ्यामिली मात्र जान आँटेको। पाँचरुख यसमा बोटहरू हुन्छन्, हजुरलाई देखाउँछु म पाँचरुख कस्तो छ। एन्ड हजुरलाई पाँचरुख गइसके पछाडि बोट पनि खेल्ने बोट। त साथीहरू सुरुमा चाहिँ म ड्रेस चेन्ज गर्छु, सो ट्रान्सलेसन। साथीहरू मेरो फाइनल लुक चाहिँ यो रहेको छ, माथिदेखि एउटा बेस अनि मुनिदेखि हाफ प्यान्ट लाएर अब लाग्न आँटेको म घुम्न। सो मामु पनि रेडी हुनुहुन्छ, बाबु रेडी हुनुहुन्छ, एन्ड मैले चाहिँ म पनि अलमोस्ट रेडी छु, अब जानु मात्र बाँकी छ। सो आई एम सो एक्साइटेड जानुको लागि। हजुरलाई देखाउँछु मिस हो पाँचरुख। साथीहरू अब चाहिँ हामी जाँदैछौँ, हामी चाहिँ पाँचरुख जाँदैछौँ। यो चाहिँ सुखानी खोला पुल हो, यहाँदेखि चाहिँ इलाम र झापाको बोर्डर पुल हो। उता चाहिँ यहाँ यो पुलदेखि गरिसके पछाडि चाहिँ इलाम पर्छ, यहाँदेखि उता चाहिँ झापा हेर्न सक्नुहुन्छ। पाँचरुख पुग्यो। साथीहरू यहाँ चाहिँ पाँचरुखमा यसरी फोटो खिच्ने पनि रहेछ, यहाँ चाहिँ मैले एकजना फोटोहरू पनि खिचेँ। यहाँ पनि एउटा फोटो खिच्ने ठाउँहरू छन्, अनि यहाँलाई स्वागतम। अनि मयुरहरू टक्कसँगले यहाँनिर हेर्न सक्नुहुन्छ। यो चाहिँ केटा मयुर भन्छ होइन, अनि यो चाहिँ केटी। अनि यहाँ टक्कसँगले पुल छ, अनि ऊ परस्पर के फोटोसोटो खिच्ने ठाउँ छ। अनि उताभित्र चाहिँ बोटहरू। सो साथीहरू हामी चाहिँ पाँचरुख आइसकेको नै छौँ होइन। सो सुरुमा चाहिँ पाँचरुख आइसके पछाडि चाहिँ मैले केही नखेलिकन सिधै म बोटतर्फको बाटो गएँ, बिकज म पाँचरुख किन आएको बोटकै कारणले गर्दा आएको, नत्र त्यति खास छैन हाम्रो लागि चाहिँ। साथीहरू आउने बित्तिकै चाहिँ हामी बोटमा चढेको छौँ, हेर्न सक्नुहुन्छ। इट्स अमेजिङ। त्यो पनि डकवालामा के रहेछ, जय लक्ष्मी बराबर। कति राम्रो भ्यू, माइ गॉड। यसै टक्कसँगले पानी छ, यता चाहिँ म बोट, यता बाबा अनि म बोट चलाउँदैछु। हेर्न सक्नुहुन्छ बाबा। मामु चाहिँ खेल्नु भएन, आई थिङ्क उता हुनुहुन्छ मामु, अनि हामी चाहिँ बाबा र म मात्र खेल्नु आयौँ। ओ माइ गॉड, बहुत मजा आइरहेको छ। पानी चाहिँ हेर्नुहोस् कति राम्रो छ। पर चाहिँ मामु, यता चाहिँ पानी सक्कसँगले गलाउँदैछ, हेर्न सक्नुहुन्छ पानी। यता बाबा हुनुहुन्छ। सो अब आधी बाटो भेट्नु बाबा। उता चाहिँ एउटा पुल टाइपको छ, यता चाहिँ हामी आनन्दले कति राम्रो भ्यू त सक्कसँगले यहाँनिर चाहिँ मस्त हावा आइरहेको छ, त्यही माथि कति मजा पनि आइरहेको छ। सो त्यति गाइज। तर पानी खेल्ने भनेको बाबाले दिनु भएन, बिकज यो पानी चाहिँ अत्यन्तै फोहोर छ, हेर्न सक्नुहुन्छ। यहाँ देखि मात्रै राखेको छ कि यहाँ कति फोहोर छ, झिङ्गै उडिरहेको छ। सो हजुरहरूलाई अब बोट खेलिसके पछाडि एकैचोटि बाहिर भेट्दैछ है त फेरि। हामी चाहिँ साथीहरू यहाँ एउटा जग्गा पनि थियो होइन, यतापट्टि साइडमा पानी, हामी चाहिँ फेरि यहाँ आयौँ। यहाँदेखि सिडी माथिमा चढ्यो भने चाहिँ के पो गणेश भगवान्जी होइन आउनुहुन्छ, सुनेको थिएँ है, हो कि होइन थाहा भएन। गणेश भगवान्जी आउनुहुन्छ, मतलब हात्ती आउँछ भन्दा हुन्छ सिम्पल्ली चाहिँ।
कति भगवानजीहरूको पुरा पिक्चरहरू छन् होइन। यतापट्टि गयो भने बुद्ध भगवानजी, यतापट्टि गयो भने शिव भगवानजी, कति कति धेरै धेरै भगवानजीहरूको पिक्चरहरू छन्। हजुरलाई देखाउन पाउँदिनँ बिकज हजुरलाई थाहा नै छ हाम्रो हिँड्न सक्दैन माथितिर, त्यही भएर। बट एक दिन आएर चाहिँ हजुरलाई अफकोर्स देखाउने छु। हजुरले यसलाई धेरै नै धेरै भ्युज लाइक पुऱ्याइदिनु भयो भने चाहिँ। तो साथीहरू यति बेला चाहिँ हामी बोट खेलेर पनि आइसकेको छ। हजुरहरू पनि आउनु सक्नुहुन्छ सुखानी भनेर। यहाँनिर चाहिँ धेरै नै भन्दा धेरै नै मजा आउँछ। बोटहरू के एडभेन्चरहरू पनि छन्। एकजनाको चाहिँ 50 रुपिस। साथीहरू मामु बाबाको बाबालाई कर लाएर चाहिँ उहीँसम्म चाहिँ जानु भन्नुभएको छ। बट म माथि जान्छु भयो भने सुरुमा हुँदा साइडमा एउटा के भन्छ त्यो शेर टाइगर मिल्छ, टाइगर लायन मिल्छ होइन। झक्रा चाहिँ कत्रो लामो छ। म चाहिँ अहिले नै उहाँ चाहिँ मामु पिङ खेल्दै हुनुहुन्छ। हजुरलाई म यहाँदेखि जुम गर्दै आउँछ। बाबा पुरा फोटोग्राफर भिडियोग्राफर त्यो चाहिँ मामु पिङ मामु। सो लेट्स गो। सँगले म चाहिँ यहाँ बसिरहेको छु, हेर्न सक्नुहुन्छ। उहाँ हेर्नु ओभर भएन र, यता बाबा पिङ खेल्दै हुन्छ, यता मामु पिङ खेल्दै हुन्छ। नेपाली कपल्स। ओ माय गॉड। साथीहरू अहिले चाहिँ म चाहिँ यहाँनिर पिङ खेल्दैछु, हेर्न सक्नुहुन्छ। उता चाहिँ बाबा पिङ खेल्दै हुनुहुन्छ होइन। अहिले भर्खर चाहिँ यहाँ मैले फोटो खिचेँ, हजुरहरूले हेरिसक्नु भएको छ होला फोटोजहरू अघि नै। यहाँ पनि फोटो खिचेँ। आइसक्रिम किनिदिनु न ल ल ल ल ल ल। अब चाहिँ हामी निक्ले क्रिम खान पाइयो। ये साथीहरू मामुले चाहिँ यो आइसक्रिम खानु पनि मैले चोको बार खाएँ। अहिले यो एडिट गर्दैछु भिडियो, मलाई कस्तो खानु मन लागिरहेको छ साथीहरू, म हजुरलाई भन्न सक्दिनँ। मार्गी लागिरहेको छ, त्यही पनि रोएर मागेको छु मैले। रुगा मार्गी लागिरहेको छ बिकज साथीहरू हामी चाहिँ खाना आएको छौँ। हामीले चाहिँ नि 3 फुल प्लेट 3 फुल थुक्पा मागेको छौँ चिकनबाट। अनि चिकनबाट मागेको छौँ। अनि चाहिँ बाबाले एउटा के भन्छ रोस्ट चिकन रोस्ट। ठाउँ चाहिँ फेरि चेन्ज भयो। अब चाहिँ साथीहरू हामी चाहिँ थुक्पा वेटिङमा पर्खेको छौँ, आएकै छैन। A few moments later. यत्रो धेरै सगरको बात मिलो छ, थुक्पा आइसकेको छ। फर्स्ट बाइट आएर एउटा जुस धेरै मटर दिँदैछु म चाहिँ सानीलाई। चाहिँ कपाल चाहिँ कालो छ कि बिकज थाली चाहिँ काट्नुपर्छ भनेको भयो। मिठो छ मिठो, यस्तो गर के साथीहरू हामी चाहिँ यहाँ सकेको छौँ। हामी चाहिँ बेलुका नै जाँदैछौँ। सो हेर्न सक्नुहुन्छ मामु र हामी चाहिँ लागि अब चाहिँ घर जान्छु। सो लेट्स साथीहरू घर आइसकेको छौँ। साथीहरू बट यहाँनिर चाहिँ नि खानेकुराहरू छ, किनभने नि हामीले भात खाएको होइन, थुक्पा सुक्पा खाएको भएर फेरि भोक लागिहाल्यो भने यो खाने हो। यहाँदेखि एउटा चिप्स मामुलाई, एउटा चिप्स मलाई। यहाँ एक चिप्स अरे कि झटपट खाजा। अनि यहाँदेखि एउटा मटर मलाई अनि एउटा मटर मामुलाई। यहाँ चाहिँ अहिले च्याउ खान आँटेको म अनि बाबा अनि मामु। थोरै हिजोभन्दा अघि भर्खर बनाएको। थोरै बनाएको बिकज थोरै नै थियो होइन, त्यही भएर थोरै बनाएको हो। अरू त केही छैन। अहिले भोक लागिहाल्यो भने फ्रिजमा खरबुजा, वाटरमेलन एन्ड अङ्गुर छ, ग्रेप्स खाने हो। सो साथीहरू आजको लागि चाहिँ यति नै। अब आउने भिडियोमा तब तक के लिए बाई बाई, लभ यू, बाई बडिज, बाई।